आज गोदावरी नगरपालिका 11 चापागाउँ अवस्थित ठाउँमा धेरै पानी र असिनाहरूको वज्रपात भएको छ। असिना पानीहरूले जग्गा जमिनहरू र जस्ताको छतै असिनामय भएको छ। च्याउ खेती गर्ने टहरामा पनि असिनाले भरिपूर्ण भएको छ। प्रत्येकका बारीहरूमा असिना टन्न भएको अवस्था छ। चापागाउँका दृश्य अहिले सफा हुँदै वातावरण गइरहेछ र असिना हिउँ जस्तै भएर टन्न भरिपूर्ण भएको छ। कति सफा भएको छ वातावरण अहिले। यो टिका भैरव जाने बाटोहरू, यो चापागाउँ सेराफाट भन्ने ठाउँको अवस्था यस्तो छ। हेर्नु, आज पानी परेर हिउँ असिनाले यति रमाइलो क्षणहरू महसुस गराएको छ। हेर्नु, यहाँ मान्छेको कौसीमा हिउँहरू ढाकेर यस्तो रमाइलो आनन्दको वातावरण भएको छ आज।